यो भिडियोमा तपाईँले आइपिओको रिजल्ट कसरी मोबाइलबाट हेर्न सकिन्छ भन्ने विषयमा म तपाईँलाई सिकाउँदैछु। सबैभन्दा पहिला तपाईँले क्रोम ओपन गर्नुहोला। क्रोम ओपन गरिसकेपछि यहाँ गुगल क्रोम खुल्यो। अब यसमा तपाईँले सर्च गर्नुहोला आइपिओ RESULT result.cdsc.com.np iporesult.cdsc.com.np अब सर्च गर्नुहोला। सर्च गरेपछि यो खुल्छ, मेरो सेयरको यो खुल्छ। त्यसपछि तपाईँले सबभन्दा पहिला यो माथिपट्टि क्लिक गर्नुहोला। यहाँनिर एउटा कम्पनीको नाम चुज गर्नुपर्छ। अब तपाईँले भर्नु भएको कुन चाहिँ भर्नु भएको छ त्यसको चुज गर्नुहोला। मैले एउटा चुज गरेको छु। अब त्यसपछि तपाईँले यहाँ 16 डिजिटको BOID नम्बर जुन तपाईँले मेरो सेयरकोमा भर्नुहुन्छ डिमाट एकाउन्टको, त्यसको नम्बर यहाँ तपाईँले राख्नुपर्छ। र मैले राखिसकेपछि अब तपाईँले तल क्याप्चा फिल गर्नु पर्यो। क्याप्चामा हाम्रो छ 97219 छ। अब भ्यू डिटेलमा गएर हेरिसकेपछि यहाँ कङ्ग्रेचुलेसन अलोटेड एन्ड भनेर देखाएको छ। 10 किता सेयर परेको देखाउँछ। अब अर्को हेर्नलाई यसमा टिचेर एन्ड तल जाने। अब कुन चाहिँ हेर्न चाहनुहुन्छ तपाईँले त्यो हेर्न सक्नुहुन्छ। मैले यो विकास हाइड्रो पावरको देखाएँ। यसमा पनि फेरि क्याप्चा हाल्नुपर्छ। क्याप्चा 79374 यो हालेर तपाईँले यता कतै ट्याप गर्नुहोला अनि यहाँ भ्यू रिजल्टमा क्लिक गर्नुहोला। फेरि यो पनि परेको छ। अब नपर्दा चाहिँ के देखाउँछ भनेर म देखाउँछु। मैले एउटा यो चुज गरेको छु। यो एउटा चुज गरेँ मैले। यो चाहिँ मलाई परेको छैन। फेरि यहाँ क्लिक गरेँ 285 हो। यसमा क्लिक गरेर तपाईँले भ्यू रिजल्टमा गएपछि यहाँ सरी भनेर देखाउँछ। यसरी चाहिँ तपाईँले आइपीको रिजल्ट सजिलैसँग तपाईँले मोबाइलबाट हेर्न सक्नुहुन्छ। अथवा अर्को तरिका पनि छ। तपाईँले यहाँ माथि थिचेपछि डाइरेक्ट तपाईँको यो यसमा चाहिँ तपाईँको आइपिओ त्यसपछि रिजल्ट भनेर तल अप्सन देखाएको छ। यसमा क्लिक गरिसकेपछि यो माथिको फर्स्टको जुन यो सिडिएससी भनेर लेखेको छ हो यसमा क्लिक गऱ्यो भने त्यही खुल्छ। त्यो अघि जुन हामीले भरेको त्यही खुल्छ। अब त्यसमै गएर तपाईँले अहिले जस्तो गरेर तपाईँले हेर्नु भएको त्यसै गरेर तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। यहाँ गर्ने बिआइडी नम्बर यहाँ क्लिक गर्ने। क्लिक गरिसकेपछि तपाईँको यहाँ क्याप्चामा गएर फोल्डर गर्ने। यहाँ तपाईँले 99312 क्लिक गरेर यहाँ भ्यू गरेपछि यहाँ परेको नपरेको देखाउँछ। यो चाहिँ मैले विदेशको हेरेछु। यो नेपाल हामीले चाहिँ नेपालबाट नै यो चाहिँ यो विदेशीहरूले विदेशमा बसेकाले भर्ने चाहिँ यसबाट हो। यहाँ नेपालबाट भर्ने यहाँनिर हो। यसमा चाहिँ परेको छ तपाईँको 95611। त्यसपछि आएर भ्यू डिटेलमा गरेपछि परेको देखिन्छ। यसरी तपाईँले सजिलैसँग मोबाइलबाट आफ्नै घरमा बसेर हेर्न सक्नुहुनेछ। तपाईँलाई भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला अनि च्यानललाई सब्सक्राइब गर्नुहोला।